भुइँचालोपछि केही विकास केही भइरहेछ त भाउजू? भुइँचालोपछि हाम्रो यहाँ विकास केही हुन सकेको छैन। रात देखान खाछन् अनि कसैले यो काम यसरी गरौँ भन्ने खाले छैन। अलि गर्छु यसरी गरौँ भन्नेहरूलाई पनि खुट्टा तान्ने खाले छ। मेलमिलाप छैन। मेलमिलाप छैन। यसो कतै कतै यसो त्यो चामल खाएको यसरी बाटो बनाउँ भनेर एउटा हाम्रो यहाँ ऊ त्यो माथि जाने एउटा बाटो गरेको गोरेटो बाटो अनि रात कति देखा त सरकारले अहिलेसम्म? लगभग 2 वर्ष हुन लागिसक्यो भुइँचालो गएको। सरकारले रात नदिएको त होइन, दिएको हो। हजुर। तर जुन पाउने मान्छेहरूले अलिकता भाउ मात्रै पाए, अलिकता मुठ चाहिँ जुन नेता जुन कसैले उहाँ काठमाडौँ घर बनाएन, कसैले ठुलो बिल्डिङ गोर्खातिरै बनाइदिएछन्। जो पीडित हो त्यसले चाहिँ पाएन। पीडितले चाहिँ अलिअलि पाहा, अरू चाहिँ यसो यति लाउ भनेर देखाउँ, अलिअलि यसो उनीहरू हामी फलानु चाहिँ संस्थाको मान्छे नेता भन्छौँ, हामी भुटान संस्थाको नेता भन्छौँ। अनि नेताले चाहिँ भूकम्प गएको 1 वर्ष भएन काठमाडौँमा घर बनाउँछन् नि। हजुर। जुन रात पाउने मान्छेहरूले चाहिँ त्यस्तै पुरा रात अहिलेसम्म कति हजार देखा त सरकारले? 1000 भनेकोमा अब एकचोटि 10,000, एकचोटि 15,000 दियो हो। हजुर हजुर। अनि एकचोटि अब यो घर बनाउनेमा चाहिँ घर बनाउनेमा 50,000 दियो होइन। कसैले पाछन् कसैले पाछन्। त्यही नि फेरि गोर्खै सदरमुकामै जानुपर्छ अरे नि त होइन? जाने अब 50,000 लिनको लागि अब 5,000 खर्च भएको अब जाने पनि। उता झ्याउतिर त अनि झ्याउ मुचौतिर त वहीँ लिँदा रहेछ नि त, भच्चेकतिर त वहीँ देखारे गएर देखारे मुचेकको अब आफूले गाविसमा ल्याएर बनाउनु पऱ्यो। हजुर। हाम्रो चाहिँ त्यस्तो भएन। अब खै सौर पानीलाई मात्र किन यसरी हेला गरे होला त? सौर पानीलाई हेलान गरेको चाहिँ होइन। हाम्रो सौर पानीका मान्छे के अरे बिनातिकाका राजा पनि भयो। धेरै धम्की लगाइदिने ए मान्छेहरूलाई त्यो दिने मान्छेहरूलाई पनि धेरै धम्की लगाउने। पत्र हो के हो र पानी भुइँ गरिस् यस्तो गरिस् उस्तो गरिस् भन्न थालेपछि गर्नेलाई जस दिएनन्। गर्नेलाई जस पनि दिएनन् र अब गर्नेले पनि फेरि यस्तै त रहेछ नि भनेर उसको मात्रै उयो गर्यो। मलाई चाहिँ त्यो लाग्छ। अब अरूको भनाइमा कस्तो म नि 1 वर्ष त्यो दौडी पारिदिएँ। मलाई जान्नु सुन्नु केही थिएन। पढमा के अरे संयोजक राखिदिएर अब लेखाइ पढाइ पनि थिएन, केही जाने बुझे पनि थिएन। अनि गऱ्यो अलिअलि आएको रात। त्यति बेला त अब आफूलाई त डर लाग्थ्यो, यति केही कुनैलाई घटी भयो भने पनि घरि मेरो थाप्लामा आउँछ भन्ने जस्तो लाग्थ्यो। राम्रोसँग बाँडिन्थ्यो, सक्ने नसक्ने राम्रोसँग हेरेर बाँडिन्थ्यो भने अहिले नपढे मान्छे यस्तो काम गर्न सकेन भने। हजुर नमस्कार, आराम हुनुहुन्छ? घाँस काट्न जानु लाग्नु भयो कि? अलिक दिनुपर्ने मान्छेलाई नदिकन उनीहरू मात्रै राख्ने पनि भयो अहिले। ए आफै राख्ने? आफै राख्ने। आफ्नै घरको मान्छे लो मेरो स्वामी यस्तो मेरो छोरा यस्तो भन्ने आफ्नै घरको मान्छे पीडित देखाएर त्यस्तो कतै उजुर गर्ने ठाउँ छैन त? तर उजुर गरेर हामीले गरेको उजुर कसले जुन पीडितले त पाउनुपर्ने हो नि त सरासर। जुन पीडित मान्छेले सरासर पाउनुपर्ने हो नि त, समान रूपले पाउनुपर्ने होइन र? पीडितलाई चाहिँ अलिअलि यसो दिएको जस्तो
गरेर पाउने चाहिँ अलि नेताले पाउने जो बोल्न सक्छ त्यसैले पाएन बोल्न जान्नु सक्ने अब कति कुरा चाहिँ गुमाएँ यहाँ भने अब म पछि त म जाँदैछु त्यहाँबाट त मलाई त थाहै दिने छ ए थाहा गर्ने अब यसले त थाहा पाएपछि म सबै भन्छु भनेर थाहा गर्ने छोडेँ म पनि मेरो काम बिताएर किन त्यसो भए माथिका मिल्ने होइन अलिक चासा मिले खाए हजुर अब यो सापे त चिन्नुहुन्छ नि तपाईँले हजुर हजुर चिन्छु नि त्यो सापे राईलाई नदिकन उनीहरूले सम्झ्यो सापे दाइले पाएनन् केही नि त्यस्तो त पाउनु पर्ने हो नि सापे राईले पाउनु पर्छ नि त उनी पीडित हो बरा पीडित हो नि त ऊ झन् अपाङ्ग मान्छे दिनै थियो चाहिँ अब चाला फाला आउने चामल लाउने दालहरू भातमा दिलाए पनि दिइरह्यो पछि त यो भरतलाई राखेको थियो त्यहाँदेखि त अब चामल आउने दुईबाट पाउनु एकबाट मात्रै दियो अनि भाँडाकुँडा आयो नि उनको तेरो भागै छैन भने अब पैसा आए पनि उसले पाउँदैन भने त्यो त अलि अन्याय हो नि त है अझ त्यो भित्रपट्टिको यसो गरेर लानु पाए भित्रपट्टिको झोललाई नराख्ने नहाल्ने अनि के छ त यो भूकम्प पीडितले के छ गुनासो के छ त दिदीले भन्नुहोस् तपाईँहरूको हजुर अनि भाउजू के छ तपाईँको गुनासो केही छ भने भन्नुहोस् सुन्नुपर्छ नि तपाईँहरू हाम्रो नसुन्ने कसका सुन्छन् त सुन्नै छोडे है भन्नुपर्छ क्या अब नभने यी डाँगाहरूले उनी खाने हाम्रो नाममा है यो त डाँगा र फटाले मात्रै खाने भए तपाईँ हाम्रो नाम बेचेर भन्नु न के छ यसो हामी नि राखौँ अब खाइरहन् त्यस्तो निराश हुनु त भएन नि भाउजू ल अन्त यो धाराको अवस्था यस्तो छ ल हेर्नुहोस् हेर्नुहोस् घर भत्किरहेछ पैसा पाएन आज मऱ्यो भोलि ओखती भने जस्तो है अब त्यो साह्रै अन्याय भयो नि त हामीलाई त हामीलाई अन्याय मात्रै होइन अत्याचारै गरेन है अत्याचारै गरेन किन गरेन भने अलिअलि पाउँछ भनेको ठाउँमा आश लाग्छ सबैजना परिहाल्यो हजुर पनि हुँदैन हजुर अनि त्यहाँ पनि आज पाएन भन्यो अब भोलि आइयो भन्यो भोलि पाएन भन्यो पर्सि आइयो भन्यो गोर्खामा भनिहाल्यो नि 50,000 लिन जाने कि 5,000 खर्च गर्यो ए हजुर त्यही त नि 50,000 लिनलाई 5,000 खर्च भयो हामी त्यसै हामीले अरे कसैको मिले अब मेरै मिलेन के कारणले मिलेन अड्काए त हाम्रो चाहिँ खासै त्यो उनीहरूलाई मात्रै दुःख दिनुपर्ने कारण चाहिँ छैन हाम्रो यो घर भयो रिसासेको होइन ए हजुर अनि घर नाप चाहिँ दाइको नाममा हुनाले नमिले हो हाम्रो चाहिँ ए हजुर अनि अरू चाहिँ अरूको चाहिँ त्यस्तै छ अब अरूले पनि त्यो मिलाउन परिहाल्छ जति मिलाएर दिए त भइहाल्छ हजुर यो गर भने उ गर भने भनेर गले 5,000 खर्च भयो अझ 50,000 कता यता मुचकतिर त मुचटारतिर त अनि अब मुलीको नाममै नदिकन जो बस्यो त्यसलाई पनि दिएछन् नि त नि फेरि घरवालालाई नदिकन त्यहाँ घरमा बस्नेहरूले अरूहरूले जालसाजी गरेर नि खाएर छन् फेरि त्यस्तोलाई पनि पास गरे जालसाजी गर्ने त यतातिर नि खाइराखन् हो है हामी त सोझो
पुरा गर्दाखेरि न हामीलाई चाहिँ अलिक त्यस्तै जाल साँच्चिनु पार्दो रहेछ। दाइ नमस्कार। भइहाल्नु म अस्ति दसैँमा हजुर कहाँ आएको मामा घर गएर हजुर मैले त देख्दै देखेन है म यता दोहोर दोहोर गरेँ नि 3-4 चोटि गरेँ यो बाटो हजुर। विदेशबाट कहिले आएको म त्यही अष्टमी दिन है सरासरी हजुर नानी हजुर नानीहरू आएको थिएँ हिजो गएँ। छोरीहरू नि हुनै लाग्यो